बजेट बन्दाखेरि बजेटका करका दरको हेरफेर गर्ने र दर कति हुन्छन् भन्ने कुरा नितान्त अर्थमन्त्री बाहेक कसैलाई थाहा हुँदैन। यदि त्यस्तो अपराध गरेको ठहरेमा राजद्रोहको मुद्दा चल्ने नेपालमा कानुनी व्यवस्था छ। सम्माननीय सभामुख महोदय, आज कसको आधारमा यो गरियो यसको जवाफ अर्थमन्त्रीले संसदमा दिनुपर्छ। अहिले धेरै यहाँ अर्थमन्त्री भइसक्नु भएको मान्छे पनि हुनुहुन्छ, कसलाई थाहा हुन्छ? नेपाल सरकारका सचिवलाई पनि थाहा हुँदैन त्यो कुरा। त्यो सीमित अर्थमन्त्री र अर्थमन्त्रीज्यूले स्वीकृत गरेका व्यक्ति बाहेक अरूलाई थाहा हुँदैन। तर आज सूचना लिक भएर 753वटा गाडी केरला नाकाबाट भित्रिन्छ, 14 गते भन्सार पास गरिन्छ, 20 गते गाडी आउँछ। अनि यो कन्फ्लिक्ट अफ इन्ट्रेस्ट नभएर यो चुवाहोट चाहिँ कसले गर्यो? अनि सरकारले छानबिन समिति बनाउँछ, बडा गजबको। आफै छानबिन समिति बनाउने अनि कर्मचारीलाई डाम्नेतिर जान्छ। हामीलाई थाहा छैन। बजेट बन्दाखेरि बजेटका करका दरको हेरफेर गर्ने र दर कति हुन्छन् भन्ने कुरा नितान्त अर्थमन्त्री बाहेक कसैलाई थाहा हुँदैन। यदि त्यस्तो अपराध गरेको ठहरेमा राजद्रोहको मुद्दा चल्ने नेपालमा कानुनी व्यवस्था छ। सम्माननीय सभामुख महोदय, आज कसको आधारमा यो गरियो यसको जवाफ अर्थमन्त्रीले संसदमा दिनुपर्छ। अर्थमन्त्रीमाथि नितान्त छानबिन हुनुपर्छ। यो राजद्रोह यस्तो गर्न पाइँदैन। सम्माननीय सभामुखज्यू,